हुँदाखेरि भातै भात नहुँदाखेरि पम्पुरामा हात भनेको यही हो। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै पनि सन्चै छु। आज चाहिँ मेरो घरमा कति धेरै खानेकुराहरू छ कि साग मासु चाउचाउ के थियो के आज चाहिँ खानेकुरा भन्दा पनि बढी चाहिँ मेरो काम थियो। म चाहिँ आज स्कुलदेखि 5 बजीतिर आएको थिएँ। अहिले चाहिँ मेरो इक्जाम चलिराखेको छ, तैपनि म 5 बजीतिर आएँ। किन भन्दाखेरि हाम्रो इक्जाम चाहिँ 10 बजेदेखि हुन्छ कि साथीहरू। साँच्चीकै भन्दाखेरि त 12:45देखि इक्जाम सुरु हो, तर अहिले हाम्रो चाहिँ के नियम छ भन्दाखेरि 10 बजेदेखि 11:30सम्म चाहिँ हामीहरू पढ्छौँ, अनि 15 मिनट चाहिँ हामीहरूको इन्टरभल हुन्छ, अनि 12:45 भयो भने चाहिँ हामीहरू इक्जाम गर्न सुरु गर्छौँ। तर पहिलेको नियम भन्दा पनि यो नियमै राम्रो लाग्यो मलाई, किनकि पहिले चाहिँ हामीहरू घरैदेखि पढेर जानु पर्थ्यो, तर अहिले चाहिँ उहीँ स्कुलमै गएर पढ्नुपर्छ। अब घरमा हुँदाखेरि पढे पनि भयो नपढे पनि भयो, आफ्नै मर्जी हुन्थ्यो, तर स्कुलमा हुँदाखेरि त अनिवार्य रूपमा पढ्नुपर्छ। फेरि अहिले यति राम्रो छ कि जुन विषयको इक्जाम गर्न लागेको छ त्यही विषय चाहिँ हामीहरूले पढ्नुपर्छ। अनि आज चाहिँ मेरो नेपाली विषय थियो। 3 घन्टासम्म नेपाली विषय पढ्न त पर्यो, जानेको पनि थिएँ, तर समय नै पुगेन। आज मलाई यति धेरै रिस उठिराखेको छ नि। सुरुमा इक्जाम गरिराखेको थिएँ, इक्जाम गर्दा गर्दै आज 3 घन्टा बितेको थाहा नै पाएन कि मैले। अगाडिको पनि नजानेको कुराहरू साथीहरूलाई सोध्नु पर्ला भनेर खाली ठाउँ छोडेको थियो, त्यो पनि लेख्ने समय पुगेन भने। अरू बेलामा त केही पनि हुन्न थियो, तर यो नेपालीको विषयमा चाहिँ कहिले समय पुग्दैन भने त्यही रिस उठ्छ। त्यो त के भएर मलाई अरू केही पनि चिन्ता लागेको छैन, म पास त हुन्छु, तर यो 7 नम्बरको निबन्ध लेख्ने चाहिँ स्वाटै छुटेको साथीहरू। एउटा शब्द पनि नलेखेर आएको हो म। धन्न सरले कहाँबाट 4-5 मिनट दिनुभएको थियो, तैपनि अगाडिको लेख्दा लेख्दै त्यो व्याख्या गर्नुपर्ने थियो कि त्यो लेख्दा लेख्दै समय नै पुगेन। आज हात सुन्नेर लेखी हात सुन्नेर यति धौ भइराखेको छ मलाई। अनि आएर फेरि यति धेरै काम गर्नुपर्छ। धेरैजनाले त भनिराख्नु भएको होला कि छोरा मान्छेले पनि पोतिराखेको छ। अब छोरा मान्छेले पोत्दैमा के हुन्छ र, मैले त सबै काम गर्छु। फेरि अहिले घरमा गरिदिने पनि कोही छैन, मम्मी र म मात्र हो। मम्मी पनि हाट बजार गएर आउनु भएको थियो, अनि म पनि स्कुलबाट आएर कपडाहरू धुने थियो, सबै धेरै कामहरू गर्ने थियो। एकछिन यो पोत्न लागेको त। हाम्रो घरमा चाहिँ अहिले यति धेरै काम हुन्छ नि साथीहरू, एकछिन बस्नै परे फुर्सदै हुन्न कि। बर्खाको काम, बारीमा गएको गाई झार छिनेको छिने, त्यही बारीमा जाँदा त हुन्छ, तर म चाहिँ जाँदैन। मलाई घरमा गर्दा गर्दै ठिक्क हुन्छ। छोरा मान्छेले गर्नुपर्ने काम पनि मैले नै गर्नुपर्छ, छोरी मान्छेले गर्नुपर्ने काम नि मैले नै गर्नुपर्छ। अब के भर्खर बसेको थियो, अनि धारा पनि एक धारा भएको रहेछ। अब त्यो नमाजेर हुँदै भएन। मेरो बानी अहिले यति धेरै बिग्रेको छ नि साथीहरू, मोबाइल हेर्दा हेर्दै थाहा नै नपाएर राति 12 बजी हाल्छ, अनि उठ्ने चाहिँ बिहानै 7:30 बजे। तैपनि आफै कहाँ उठ्छु र, फेरि मम्मीले उठाउनु पर्छ। अब उठेर फेरि ब्रस गर्नु पऱ्यो, हात मुखहरू धुनु पऱ्यो, त्यो गर्दै नै समय गइहाल्छ। अनि ठ्याक्कै फेरि भान्सा चाहिँ फेरि मैले 8 बजीतिर उतारिसकेको हुन्छु कि। अब भान्सा मात्र गरेर भएन, एकछिनमै फेरि 4 भइहाल्छ, बराल्नु पऱ्यो। अब के गर्दा गर्दै 9 बजिहाल्छ। बस्ने त एकछिन फुर्सदै हुन्न कि। अनि फेरि मुख धोएर ड्रेसहरू लगाएर खाना खाएर के गर्दा गर्दै 9:30 भइहाल्छ। अहिले चाहिँ म घरदेखि 9:45मा हिँड्छु, अनि घरदेखि डुगर्ने हो फेरि झोला च्यात्तिने गरी। बस्ने त एकछिन फुर्सदै हुन्न कि। घरको काम गर्दा गर्दै समय पनि पुग्दैन, अनि थाक्ने पनि हुन्छ। त्यही भएर बारीको काम गर्ने फुर्सदै हुँदैन। धन्न पढ्दाखेरि चाहिँ मेरो मम्मीले काम गर यस्तो गर भन्नुहुन्न। फेरि सोमबार र मङ्गलबार लगाउने ड्रेसहरू पनि धुनुपर्ने थियो, अनि त्यो पनि भिजाइदिएँ। फेरि भोलि पनि धुनुपर्ने छ कपडा। मैले कपडा धुन लागेको लगातार 3 दिन भयो। यसो कपडा सपडाहरू धोएर भाँडा माझेर पोतेर चाहिँ मैले मुख धुन लागेँ। अहिले फेरि सबै गरेर फेरि भान्सा पनि गर्नुपर्ने थियो। यति गर्दा गर्दै समय पनि बितिसकेछ। मैले 4:30देखि काम गर्न लागेको, अहिले 7 बजेसम्म काम गरेर बल्ल सकेँ। अनि मैले चाहिँ अहिले अङ्गुर मात्र खाएँ साथीहरू। अब अर्को भिडियोमा भेटौँला, बाई।